अहिलेका रवि लामिछानेज्यू हुनुहुन्छ, उहाँहरूका केस, त्यो ड्राइभरको केस कसले हेरिराख्नु भएको छैन। उहाँ ड्राइभर कस्तो ठाउँमा मर्नु भएको थियो तपाईँहरू सबैजनाले भिडियो हेर्नु भएको छ, तर कसैले केस उठायो? यहाँ कुनै दिन ड्राइभर मर्दा कसैले केस उठाएर बोकेर हिँड्नु भएको छ? कोही राज्यले उठाउँदैन ड्राइभरको केस, किनकि ड्राइभर एउटा मर्यो भने कुकुर सरह मर्नुपर्ने हुन्छ। तर हामीले चाहेको हाम्रो हक अधिकारहरू राज्यले चिनेको हामी छोड्नेवाला छैनौँ। एक यिनीहरूले थोपा लुटेका छन्, आरी घोप्ट्याउन लाउँछु। यो चाहिँ मेरो बाचा भयो। तपाईँहरूलाई बुटाउन आएर यति भन्दै गर्दा तपाईँहरू भोलि नडराउनु होला, खुट्टा दाउरा टेक्नु होला, स्वतन्त्र विचार लिएर हिँड्नु होला। यिनीहरूलाई हामीले यसै दिन सक्छौँ। हामीसँग पावर छ, हामीसँग ज्ञान छ। ड्राइभर हुनुमा तपाईँहरूलाई कसैलाई लाज छ? तपाईँहरूलाई कसैलाई लाज छ? गर्व गर्नुहोस्, तपाईँहरू सबैजनाले ड्राइभर हुनुभएको छ भने गर्व गर्नुहोस्। हाम्रो गर्व मिस पेसा हो। हाम्रो भनेको 67% अर्थतन्त्र काट्न बोकेको चिज हो हाम्रो। सबजनाले गर्व गर्नुहोस्। हामी युद्ध हौ, वान म्यान आर्मी हौ हामी। त्यसले सबै कुराहरू तपाईँले जान्नुपर्छ।